दामसँग जमजमिन भित्र बिस्तारै देखा के देखाउँछस् हो और के देखाउँछ देखा मामु यता पनि स्कुलमा साथी भेट्टी तिम्रो आज वडा नम्बर 1 तिर हजुर ठीक छ यार साथीहरु मामुले चाहिँ बाबाको फोटो खिचिराख्नु भएको बाबा चाहिँ सफा आएर भिडियो बन्नु भएको छ नमस्ते गर्नु भगवानले पुरानो जमानाको भनेर भाइ काम त गरिराख्नु मैले भन्ने हो के धारा भने कतिवटा साथीहरु यता चाहिँ नउता धारासँग पत्रकार भएर अलि विस्तारै गर्नु साथीहरु धारा पनि कति राम्रो बनाएको गाईको टाउको जस्तो सिल्भर प्ले बटन ल्याउली कि नानी माथिबाट जा माथिबाट ल भन न यो पुलमा पानी जमेको छ भन साथीहरु यो चाहिँ पुलो पुलमा पानी जमेको छ त्यही भएर साइड साइडबाट आइरहेको पूर्वबाट क्यामेराम्यान पनि साइड साइडबाट आइरहेछन् साथीहरु हनुमान मन्दिरको पूर्वतिरबाट हामी सरयू नदीको उद्गम स्थलमा जाँदैछौँ सरयू मतलब बबई सरयू यही हो के यही हो सरयू ए सरयू पल्लो हो रे त्यो पानी जुत्तामा हाली पानी पानी उडाए सरयू नदी यो पल्लो हो रे सरयू हो शिरमा आइयो जल सेचन त्यहाँबाट नजारी त यताबाट छ अलि झप्पै जाता रहमान नानी अब के भन् दुई शब्द कति नै अब घुँडा बोल भाइ केटे हामी त सरयू नदी आएको छौं सरयू सजिलो ए बन्दनीबाट यताबाट जान्छ त चलो ठ्याक्कले टिप्न छ टिप्ने नि थाकल टिप्नलाई स्ट्रगल भइरहेछ साथीहरु नानीलाई यहाँ आउने धौ भएको छ बोरो ल्याएर आउनु पर्ने बाबा चाहिँ त्यहाँ हुनुहुन्छ हेर्नु कति राम्रो थाकल छ यहाँ चाहिँ थाकल टिपेर हामीले यति धेरै बनाइसक्यौँ अब लास्टमा कति बनाउँछौँ हामी तपाईलाई देखाउँछौँ है हेलो बनैमा मजुर हिरो नम्बर 1 हो नि हजुर गोर्खे कुकुरी खाने अब पछि खाएर अहिले के मिठो हुन्न नि फाल्नुहुन्छ अहिले त्यो पाक्ने 1 वर्ष लाग्छ होला कहाँ पाक्ने हो भोलि 1 महिना लाग्छ अहिले मार्छ नि तल लुरीमै चलाइकन हिँड्ने भने खान लगार्ने सक्नु हिँड्छस् बडा
हरियो त हुन्। कहाँ हरियो पहेँलो भइसकेको छ ऊ त्यहाँ पनि छ पहेँलो यो चाहिँ कुन बजार कुन गाउँ हो? यो सिमलतारा सिमलतारा गाउँ। हामी चरङ्गीदा पुगेको छौँ। चरङदरमा साथीहरू अब चाहिँ चरङ्गी दह पुग्नको लागि चाहिँ हामी माथि हिँड्नुपर्छ। होइन साथीहरू मम्मीले चाहिँ आफ्नो बर्तनको ताजा गर्न मलाई चाहिँ यस्तो रस चुस्नु भनिराख्नु भएछ। साथीहरू चुछन्। साथीहरू मिठो नि रहेछ। त्यो के को रस हो थाहा छ? हनीबीले पिसा फेरेको रस। साथीहरू हामी दहको वरिपरि हिँड्दैछौँ। पनि भोलिहाल्यो। साथीहरू अब चाहिँ हामी चाहिँ एउटा माथिको झुलुङ्गे पुलमा छौँ। हेर्नु यहाँबाट कति राम्रो भ्यू आइरहेको छ। साथीहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। जाने बेला त लाइक सब्सक्राइब गरिदिनु होला। बाइ बाइ साथीहरू।